नमस्कार। आज यो भिडियोमा म तपाईँहरूलाई विद्यापीठ सफ्टवेयरमा तपाईँहरूले कसरी बिलिङको कामहरू गर्न सक्नुहुन्छ त्यो बताउने छु। तपाईँहरू हेर्न सक्नुहुन्छ यो हाम्रो डेमो इन्भाइरोमेन्टमा अहिले केही इस्यु गरेको ट्रान्ज्याक्सनहरू छन्, केही पेड भएको छ र यो आउटस्ट्यान्डिङ भनेको तपाईँको केही पार्सियल्ली पेड पनि हुन सक्छन् र पे नभएकाहरू र क्यान्सल ट्रान्ज्याक्सनहरू यहाँ देखिन्छ। यी सबै यो चाहिँ सबै स्टुडेन्टको यो एकाडेमिक इयरको लागि भयो, करेन्ट तपाईँहरूको एक्टिभ एकाडेमिक इयरको लागि भने यो तलको भ्यूमा चाहिँ तपाईँहरूले क्याटेगोरी कुन एडमिसन फीमा कति र हरेक क्याटेगोरीमा के कति तपाईँहरूले अहिलेसम्म यो टोटल स्टुडेन्टहरूको मन्थली फी कलेक्ट भएको छ अथवा इस्यु भएको छ, यी सबै चिजहरू ड्राफ्ट भन्नाले इस्यु भएको, पेड भन्नाले पे भएको, यी कति के भएको छ यो सबै यहाँ तल क्याटेगोरी अनुसार हेर्न सक्नुहुन्छ। अब सबैभन्दा पहिला त तपाईँहरूले गर्नुपर्ने भनेको एकाडेमिक सेटअपमा जानु पर्यो। एकाडेमिक सेटअपमा गएर तपाईँहरूको आफ्नो फी स्ट्रक्चर, एडमिसन फी कति हो, मन्थली फी कति हो, त्यो सबै फी टाइप्समा गएर राख्न सक्नुहुन्छ। अब एउटा ट्राई गरौँ, यहाँ गएर फी टाइपमा गएर तपाईँले नाम दिन सक्नुहुन्छ। मन्थली फी तपाईँको हरेक क्लासको डिफ्रेन्ट हुन्छ भने तपाईँले आफ्नै आइडेन्टिफिकेसनको लागि सजिलो बनाउन फो अथवा क्लास 4 लेख्न सक्नुभयो। अनि त्यसपछि कति हो एडमिसन फी अथवा मन्थली फी तपाईँको कति हो त्यो अमाउन्ट लेख्न सक्नुभयो र त्यसपछि यो कुन कुन क्लासमा एप्लाई हुन्छ त्यो यहाँ सेलेक्ट गर्न सक्नुभयो। अहिलेको लागि म 2 गर्छु। 2मा हाम्रो डेमो इन्भाइरोमेन्टमा स्टुडेन्ट इनरोल भएको भएर अब यसलाई सेभ गर्न सक्नुभयो। अब तपाईँको यहाँ देख्न सक्नुहुन्छ यो भनेको एकचोटि तपाईँले क्रिएट गर्नु भएपछि अमाउन्ट चेन्ज गर्न मिल्ने छैन। यसले तपाईँको यो नामहरू अपडेट गर्न मिल्छ तर यो चेन्ज गर्न मिल्ने हुँदैन एमाउन्ट, किन भन्दा यो अमाउन्टमा कुनै स्टुडेन्टलाई अलरेडी एसाइन भइसकेको छ भने त्यो सबै लिङ्कअपहरू यदि पे भइसकेको छ भने त्यो तपाईँको क्यालकुलेसनहरू केही तलमाथि नहोस् भनेर हो। अब तपाईँ यही फीलाई फेरि गएर अरू क्लासहरूमा पनि सेम फी क्लास 3मा पनि छ भने तपाईँले त्यही अनुसार चाहिँ यसलाई अपडेट गर्न सक्नुहुन्छ। अब यसै गरी तपाईँले अरू फीहरू क्रिएट गर्न सक्नुभयो। अब सेटअपको कुरा अर्को भनेको चाहिँ तपाईँको इन्भेन्ट्री पनि लिङ्क गर्न मिल्छ। जस्तै तपाईँको एकछिनको लागि यहाँ हेर्न सक्नुहुन्छ तपाईँ प्यान्ट, ज्याकेट्स, अब यो भनेको चाहिँ स्कुलको विद्यालयको लागि होइन तर यहाँ सुगर क्रिएट गरेको छ। त्यसै गरी तपाईँले क्रिएट गर्न सक्नुहुन्छ आफ्नै किसिमको इन्भेन्ट्री। एकछिनको लागि मैले यहाँनिर क्रिएट गर्छु बुक सेट फर क्लास 2 भनेर र यसलाई मैले क्याटेगोरीमा बुक राखेँ, यसलाई BS2 राखेँ र अमाउन्ट कतिवटा ल्याइयो बुक सेटहरू भन्दा मैले अहिलेलाई 20 सेट ल्याइयो भनेर लेखेँ र यहाँ तपाईँहरूले सप्लायर छान्न सक्नुहुन्छ र क्रिएट गर्न सक्नुभयो। अब यसले तपाईँलाई एरर भन्दैछ भने तपाईँले केही ट्याग पनि राख्नुपर्ने हुनसक्छ। यो ट्याग राखेर र यसमा बुक सेट भनेर राखेर क्रिएट गरिदिनु भयो भने तपाईँको इन्भेन्ट्री आइटम नयाँ क्रिएट भयो। अब तपाईँले यहाँ माथि देख्नु भएको छैन भने रिफ्रेस गर्नु होला। कहिलेकाहीँ यो रिफ्रेस गर्नुपर्ने हुन्छ नि। हेर्न सक्नुहुन्छ 20वटा बुक सेट अभाइलेबल छन्। अब यो अलिकति ध्यान दिनुपर्ने हुन्छ तपाईँहरूले, किन भन्दा यसमा अहिले पनि हामीले मात्र सङ्ख्या बतायौँ तर हरेक सेटको प्राइस कति हो त्यो हामीले चाहिँ अहिलेसम्म तोकेका छैनौँ। त्यसको लागि हामीले दुईवटा कुरा गर्नुपर्छ। के भन्दा तपाईँले आइटम फिजमा गएर यो आइटमको बुक सेट 2 को प्राइस कति हो भनेर सेलेक्ट गर्ने, तर हामीले फी टाइप क्रिएट गरेका छैनौँ। अब अघि मन्थली फी 2 को क्रिएट गरे जसरी नै बुक सेट 2 को फी टाइप क्रिएट गर्न सक्नुभयो तपाईँले। यसले गर्दा तपाईँ चाहिँ कतिवटा बुक बाँकी छन् इन्भेन्ट्रीमा गएर हेर्न सक्नुहुन्छ। अब मैले यहाँ बुक सेट
2 भनेर क्रिएट गरेँ र यसको प्राइस चाहिँ मैले 3400 राखेँ र यसलाई क्लास पनि मैले सेलेक्ट गरिदिएँ, 2 क्लासको लागि मात्र हो र सेभ गरेँ भने अब म के गर्न सक्छु भन्दा आइटम फिजमा गएर बुक सेट 2 लाई यहाँ अझै देखाएको छैन भने तपाईँहरूले रिफ्रेस गर्नु होला। कहिलेकाहीँ यो धेरै चाँडो स्क्रिन स्विच गर्ने प्रोसेसमा रिफ्रेस नभइरहेको हुन्छ। अब बुक सेट 2 गर्नुभयो भने तपाईँको एसोसिएटमा थिच्नुहुने बित्तिकै यहाँ तल बुक सेट 2 चाहिँ यो फी टाइप बुक सेट 2 सँगै लिङ्क भयो। तपाईँले अर्को नाम पनि दिन सक्नुहुन्थ्यो, मैले सहजता र सजिलोको लागि सम्झिन सजिलोको लागि बुक सेट 2 नै दिएँ। अब तपाईँले के गर्न सक्नुहुन्छ, यो अझै पनि तपाईँको डाटा मात्र क्रिएट भयो, बुक सेटहरू के कति बाँकी छन् तपाईँलाई त्यो मात्र थाहा भयो र 20वटा बाँकी छन्। अहिले 20वटा टोटल छन्, जसमा बाँकी भनेको पनि 20वटै छन्। कुनै स्टुडेन्टले अहिलेसम्म प्रयोग गर्नुभएको छैन। हो त्यसै गरी अहिले तपाईँले चाहिँ यही चिजलाई तपाईँले गर्न चाहनुभयो स्टुडेन्टमा असाइन भने त्यो गर्ने भनेको चाहिँ तपाईँको फिजमा हो। अब फिजमा गएर तपाईँले के गर्न सक्नुहुन्छ भन्दा सबैभन्दा पहिले क्लास छान्न सक्नुभयो। क्लासमा गएर क्लिक गर्नु होला र फी टाइप तपाईँले बुक सेट 2 सेलेक्ट गर्न सक्नुभयो। अब हेर्दै जानुहोस्, तपाईँले क्लास 2 को सबै स्टुडेन्ट फेच गरेर सबै स्टुडेन्टमा चाहिँ एड फिज टु अल गर्न सक्नुहुन्छ। यो हाम्रो नयाँ आउटलुक हो। यसमा हामीले थप अपडेट ल्यायो भने थोरै फरक पर्नेछ। जस्तै स्टुडेन्ट रिमुभ गर्ने पनि केही स्कुलहरूले माग गर्नुहुँदैछ, त्यो पनि अप्सन हामी दिनेछौँ। हुन त मन्थली फीहरू त तपाईँको सबै स्टुडेन्टमा नै एप्लाई हुन्छ भन्ने हिसाबले हामी बनायौँ, तर केही सरहरूले त्यो डिमान्ड गर्दैनुहुन्छ। त्यो अपडेट आउनेछ, तर त्यति धेरै तपाईँहरूलाई चलाउन फरक नपर्नेछ। अब तपाईँले बुक सेट 2 चाहिँ क्लास 2 को सबै स्टुडेन्टमा एड फिज टु अल गर्नुभयो भने तपाईँले यहाँनिर चाहिँ सबै स्टुडेन्टमा चाहिँ यो फी अप्लाई भयो। अब तपाईँ के गर्न सक्नुहुन्छ भन्दा हामीले क्लास 2 को हामीले एप्लाई गरेको स्टुडेन्टहरू एकचोटि हेरिहालौँ। को थिए भन्दा इसान महत यहाँ चाहिँ प्यारेन्ट सर्च गर्न मात्र मिल्छ। हाम्रो यो सबै प्यारेन्ट ओरिएन्टेड। यहाँ प्यारेन्टको 4 जना स्टुडेन्ट हुनुहुन्छ भने तपाईँले चाहिँ यो इसान महतको प्यारेन्ट चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। अनि उहाँको स्टुडेन्ट चाहिँ अब यहाँ गएर म इसान महत खोज्छु। अनि उहाँको प्यारेन्ट को हुनुहुन्छ भन्दाखेरि उहाँको यो क्लास इसान महतको प्यारेन्ट नभएकोले अब मैले त्यो क्लासको प्यारेन्ट क्रिएटै हुनुभएको छैन। एकछिनको लागि हेरौँ जीवन पण्डित कुन क्लासमा हुनुहुन्छ। क्लास 2 मा हजुर जीवन पण्डितको प्यारेन्ट हुनुहुन्छ रिमझिम पाठक। एकछिनको लागि हामी फिजमा जाउँ। अब यो चाहिँ सबै स्टुडेन्टको आधारमा हुने भएकोले अब तपाईँले यहाँ प्यारेन्टमा हेर्न सक्नुहुन्छ। मैले यदि रिमझिम पाठक सेलेक्ट गरेँ भने यो भनेको प्यारेन्ट हो। उहाँको एउटा नानी भनेको चाहिँ को हो भनेर हामीलाई थाहा छ भन्दा क्लास 2 को जीवन पण्डित हो। अनि क्लास 2 को जीवन पण्डितले चाहिँ बुक सेट 2 उहाँको ड्राफ्ट भइसक्यो। अब उहाँ पेमेन्ट गर्न आउनुभयो। उहाँको टोटल ड्यू, उहाँको जति नानीहरू छन् सबैको उहाँको यहाँनिर हेर्ने हो भने कतिजना नानी छन् यहीँबाट पनि थाहा हुन्छ। क्रिएटमा थिच्नु भने लालिमा पाठक र जीवन पण्डित। त्यस्तै गरी ब्याकमा गएर तपाईँ रिमझिम पाठकमै आउनुभयो फेरि। अब उहाँको टोटल अहिलेसम्म पे गर्नुभएको यति हो। टोटल ड्यू गार्जन वाइज हुन्छ यो तपाईँको रिमेनिङ ड्यू यहाँ देखियो। अब उहाँले पेमेन्ट गर्न आउनुभयो भने तपाईँले के गर्न पर्यो भन्दाखेरि रेकर्ड पेमेन्टमा थिच्ने र कति पैसा तिर्दै हुनुहुन्छ। एकछिनको लागि 4000 उहाँले तिर्दै हुनुहुन्छ भने तपाईँले 4000 लेख्न सक्नुभयो। नोट तपाईँले आफ्नो हिसाबले लेख्न सक्नुभयो र रेकर्ड पेमेन्ट थिच्नुभयो भने तपाईँको के चिजहरू पे हुँदै गएर के अझै बाँकी छन् यो एउटा सामान्य यहाँ चिज समरी देख्न सक्नुहुन्छ र यही कुरालाई तपाईँ प्रिन्ट पनि गर्न सक्नुहुन्छ। केही चिज चाहिँ पुरा पे हुन सक्यो र कुनै चाहिँ पार्सियल्ली मात्र पे हुन सक्यो, जसले गर्दा तपाईँको ड्यू अमाउन्ट चाहिँ त्यही अनुसार घटेको छ। अब यो भनेको चाहिँ उहाँको यो स्टुडेन्ट चाहिँ आफै उसले सेलेक्ट गर्छ सफ्टवेयरले। तपाईँको उहाँको एउटा नानीको
जीवन पण्डितको मन्थली फी, लालिमा पाठकको मन्थली फी पे भएको छ, तर बुक सेटको लागि चाहिँ जम्मा 280 मात्रै अमाउन्ट पे भयो। बाँकी चिज चाहिँ बाँकी ड्यू नै छ। हो, त्यो भयो। तपाईँले यो प्रिन्ट गर्न सक्नुभयो या त सेभ गर्न सक्नुभयो पिडिएफमा। अब तपाईँको त्यही रेकर्ड चाहिँ रिसिटमा पनि हेर्न सक्नुहुन्छ। पुरानो सम्पूर्ण रेकर्डहरू यहाँ हेर्न सक्नुहुन्छ। र तपाईँ यही डिटेल चाहिँ यो भनेको एडमिनलाई मात्र एक्सेस हुने भयो। तपाईँ यहाँ रिमझिम पाठकमा जानुभयो भने र यहाँनिर चाहिँ पेड अमाउन्ट तपाईँको अपडेट भएको छैन भने तपाईँ रिफ्रेस गर्नु, यहाँ माथि चाहिँ एसोसिएटेड स्टुडेन्ट्सहरू हेर्न सक्नुभयो, उहाँको को नानीहरू छन् र त्यो थप एसोसिएट कसरी गर्ने म तपाईँलाई त्यो पनि बताउँछु। तर यो तपाईँले रिफ्रेस गर्नुभयो भने उहाँको पेड अमाउन्ट हेर्नु अहिले बढ्यो र उहाँको ड्यू चाहिँ घट्यो। अहिले भर्खरै उहाँको भएको पेमेन्टहरू पनि यहाँनिर रिसेन्ट रिसिटहरू देखाउँछ। अब तपाईँले उहाँको अझै एउटा नानी रहेछ भने तपाईँले त्यो कसरी एड गर्ने भन्दा प्यारेन्ट्समा जाने र एकछिनको लागि यो नयाँ स्टुडेन्ट लाई तपाईँले एड गर्न खोज्नुभयो भने फर्स्ट नेम मात्रै टाइप गर्नुभयो हुन्छ। यो चाहिँ प्यारेन्ट हुनुहुन्छ, सरी। अब हामी कुनै अर्को स्टुडेन्ट एड गरौँ, समर सानै गरौँ र उहाँलाई रिमझिम पाठक प्यारेन्टमा लिङ्क गर्नुभयो भने तपाईँको चाहिँ रिमझिम पाठकको चाहिँ 3टा नानी हुनुहुने भयो। यहाँ देख्नु भएको छैन भने कहिलेकाहीँ यो रिफ्रेस गर्नुपर्ने हुन्छ। रिफ्रेस गर्नु होला, रिफ्रेस गर्नुभयो भने देखाउँछ। अब तपाईँले यही क्लिक गरेर ड्यूमै क्लिक गरेर पनि तपाईँ सेम पेजमा गएर फीको सबै चिज गर्न सक्नुहुन्छ। मैले तपाईँलाई बल्क एड गर्ने बताएँ। अब तपाईँ त्यही अनुसारले ड्यासबोर्डमा चेन्जेस देख्न सक्नुहुन्छ। र मैले तपाईँलाई नबताएको एउटा के पार्ट हो भन्दा 2टा पार्ट हो, इमेल भनेर र क्रिएट इनभोइस बताएको छुइनँ। इमेल भन्नाले तपाईँले यो गार्जनलाई पठाउन मिल्ने उहाँको अब करेक्ट इमेल एड्रेस राखेर त्यो पठाउन सक्नुभयो तपाईँले। र यो भनेको तपाईँको चाहिँ एडिट पनि गर्न मिल्छ। उहाँहरूले पे गरिसक्नु भएको डिटेलहरू तपाईँलाई हटाउनु छ भने यहाँ तलबाट एडिट गर्न सक्नुभयो र सेन्ड गर्नुभयो भने उहाँको माथिको इमेलमा जान्छ। यहाँ गर्नुभएको चेन्जेसहरू यहाँ माथि आउँछन्। र अर्को एउटा यसको बारेमा अझै पछि म तपाईँलाई कस्टमाइज गर्ने राम्रो सजिलो उपायहरू भन्छु। यहाँ क्रिएट इनभोइस चाहिँ के को लागि भन्दा यो भनेको फी क्रिएट गरे जसरी नै हो। फीमा शीर्षक हुन्छ, कुनै न कुनै शीर्षक हुन्छ भने तपाईँको इनभोइसमा चाहिँ शीर्षक हुँदैन, त्यति मात्र अन्तर हो। फीले यो क्रिएट फीहरू चाहिँ स्टुडेन्टमा एसाइन हुन्छन् भने इनभोइस चाहिँ गार्जनमा एसाइन हुन्छ। उहाँको पुरानो कुनै ड्यू छ भने त्यो पुरानो कुनै ड्यूको शीर्षक तपाईँले दिन पाउनु भएन। जस्तै उहाँको पुरानो ड्यू पुरानो वर्षको 2081 वा 2080को छ 50,000 भने त्यो तपाईँले यहाँ नोटमा लेखेर क्रिएट गर्न सक्नुभयो। त्यसको लागि हो इनभोइस। अब अरू केही कन्फ्युजन छ हजुरहरूलाई, केही यस सम्बन्धी अझै थप प्रश्नहरू भयो भने कृपया जानकारी गराउनु होला। म अर्को भिडियो बनाएर सबै चिज स्पष्ट पार्ने प्रयास गर्नेछु। यहाँ हेर्न सक्नुहुन्छ हामीले भर्खरै गरेको ट्रान्ज्याक्सनले ड्यासबोर्डमा पनि इन्स्ट्यान्टली चेन्जेस देख्न सक्नुहुन्छ। धन्यवाद।